नमस्कार साथीहरु, आज एउटा महत्त्वपूर्ण टपिकमा तपाईहरुलाई म यो भिडियो बनाउँदैछु। सो आज चाहिँ तपाईको युरोपियन युनियन अथवा EU को स्थापना कसरी भयो, अनि कहिले भयो, केका लागि भयो र संस्थापकहरु को थिए, अनि के मुद्दामा चाहिँ अनि त्यहाँदेखि यो संगठनको निर्माण गर्नुपर्ने दायित्व आयो र अहिले कतिवटा मुलुकहरु यस संगठनमा आबद्ध छन् भन्ने बारेमा यो भिडियो तपाईहरुलाई रहेको छ। सो युरोपियन युनियन संगठन भनेको चाहिँ दोस्रो विश्व युद्धको पछाडी चाहिँ यहाँको चाहिँ अब आवश्यकता देखियो। युरोपेली मुलुकको संगठन, युरोपेली संघ, युरोपियन युनियन अथवा EU को विकास चाहिँ धेरै चरणमा भएको छ। अनि यसको सुरुवात चाहिँ द्वितीय विश्वयुद्धपछि र युरोपमा शान्ति, आर्थिक समृद्धि र सहकार्य कायम गर्ने उद्देश्यले चाहिँ खोलिएको एउटा संस्था थियो। र EU को विकास चाहिँ सुरुवात चाहिँ 1991 देखि 1997 को पेरिफेरीमा यो संगठनको विस्तारहरू भएको थियो। सन् 1951 मा युरोपेली कोइला अथवा स्टिलको समुदाय अथवा ECSC स्थापना भयो र यो चाहिँ बेल्जियम, फ्रान्स, जर्मनी, इटाली, लक्जमबर्ग र नेदरल्यान्ड्स बीचको समझदारी रहेको थियो। अनि सन् 1997 मा रोम सन्धि अथवा ट्रिटी अफ रोम, जसलाई चाहिँ ट्रिटी अफ रोम भने पनि भनिन्छ, अनि मार्फत चाहिँ युरोपेली आर्थिक समुदाय अथवा EEC र युरोपेली एटोमिक इनर्जी समुदाय EURATOM संगठनहरू चाहिँ तय गरिएको थियो र त्यसपछि त्यसको विस्तार गर्दै 1973 देखि 1992 सम्म भएको छ र अन्य युरोपेली मुलुकहरू क्रमशः सामेलहरू यही संगठनमा EU मा चाहिँ आबद्ध हुन थाले र सन् 1992 मा मास्ट्रिक्ट सन्धि अथवा ट्रिटी अफ द मास्ट्रिक्ट भन्ने औपचारिक रूपमा युरोपेली संघ EU को नाममा संगठनहरू विस्तार गरियो र जुन संगठनको नाम विस्तार गरियो र यसले राजनीतिक, आर्थिक र आपसी समझदारी र सहकार्यको आधारहरू तय भएको थियो र यसमा रहेको थियो युरो चाहिँ मुद्रा। जस्तो अब यहाँको पैसा, यहाँको करेन्सीहरू भनेको युरो चाहिँ सबैले चलाउनु पर्छ भन्ने एउटा मुद्राहरू हुनुपर्छ भन्ने मान्यता। अनि अन्य देशको विकासहरू सन् 1979 देखि हालसम्म चाहिँ विभिन्न चरणमा भएको छन्। सन् 1979 मा साझा मुद्रा अथवा युरोको चाहिँ प्रयोगहरू गर्न थालियो। जस्तो चाहिँ म्याक्सिमम युरोपेली कन्ट्रिजहरूले चाहिँ उनीहरूको अब विभिन्न आफ्नो रकमहरू, आफ्नो पैसाहरू रहेको थियो, त्यसलाई चाहिँ हटाउँदै अथवा युरो मुद्रा अब चलाउन थालियो। अब त्यसको चाहिँ अब रूपमा चाहिँ विभिन्न देशहरूले अब युरोलाई नै अब एक्सेप्ट गर्न थालियो र सामाजिक, पर्यावरणीय, आप्रवासन नीतिहरूमा पनि सहकार्यहरू बढ्दै गयो। अनि EU को निर्माण चाहिँ कसरी भएको थियो त? अब यसको चाहिँ जग चाहिँ कहाँबाट सुरुवात भएको थियो त? यसको जग चाहिँ द्वितीय विश्वयुद्ध पछाडिको पुनर्निर्माण गर्नका लागि, अनि शान्ति स्थापना कायम राख्नका लागि, अनि आर्थिक सहकार्य र साझा बजार निर्माण गर्नका लागि, र राजनैतिक एकता र आपसी निर्भरता बढाउनका लागि, अनि युद्धको सम्भावनाहरू घटाउने। जस्तो अब एउटा संगठनमा भइसके पछाडी चाहिँ अब त्यसमा त अब दुविधा हुने कुराहरू, विभिन्न मनमुटावहरू हुने कुराहरू भएन। त्यो हिसाबले गर्दा आपसी समझदारीको लागि एउटा सहकार्यको वातावरण तय गर्न थालियो। अनि EU का प्रमुख संस्थापक नेताहरू चाहिँ देशहरू चाहिँ एक नम्बरमा फ्रान्स रहेको थियो, अनि त्यस पछाडी पश्चिम जर्मनी, अहिले हालको जर्मनी, पश्चिम र पूर्व, पहिला अब जर्मनी दुईवटा थियो, त्यो हिसाबले गर्दाखेरि पश्चिम जर्मनी, हालको जर्मनी, अनि इटाली, बेल्जियम, नेदरल्यान्ड्स, लक्जमबर्ग आदि रहेको थियो। यसलाई चाहिँ फाउन्डिङ अफ सिक्स भनेर भनिन्छ है। त्यसमा चाहिँ अब फ्रान्सहरू भयो, पश्चिम जर्मनी, अब हालको चाहिँ जर्मनी भइहाल्यो, अनि इटाली, बेल्जियम, नेदरल्यान्ड्स, लक्जमबर्गलाई चाहिँ युरोपियन युनियन, यसको चाहिँ अब 6 फाउन्डिङ कन्ट्रिजहरू अथवा EU को चाहिँ मेम्बरहरू मानिन्छ।
अहिलेसम्म कतिवटा मुलुकहरू इयुमा आबद्ध रहेका छन् त अहिलेसम्म अब युरोपेली मुलुकहरूको 2025 सम्ममा इयुका राष्ट्रहरू सङ्ख्या चाहिँ 27वटा मुलुकहरू युरोपियन युनियनमा बसिसकेका छन् र सन् 2020 चाहिँ बेलायत चाहिँ इयुबाट बाहिरिएको थियो जुन चाहिँ ब्रेक्जिटबाट चाहिँ इयुले चाहिँ अब इयुको चाहिँ सदस्यहरूबाट युके चाहिँ चलाकीपूर्ण हिसाबले गर्दाखेरि अब युरोपियन युनियनको चाहिँ अब धेरै पैसाहरू अब तिर्नुपर्ने थियो उसले अनि त्यो भएर अनि विभिन्न कुराहरू थियो अनि त्यो हिसाबले गर्दाखेरि ऊ चाहिँ अब छोडेर गयो 2020 पछाडि चाहिँ युके चाहिँ बाहिरियो र अन्य मुलुकहरू चाहिँ यहीँ रहेका छन् प्रारम्भमा 1991 मा इसिएससी र 1957 मा इइसी अनि 1992 मा इयुको स्थापना भएको थियो अनि यसको मुख्य उद्देश्य रहेको छ शान्ति आर्थिक समृद्धि साझा बजार अनि एकता अनि संस्थापक देशहरू चाहिँ जम्मा 6वटा मुलुकहरू रहेका थिए जुनमा चाहिँ फ्रान्स जर्मनी इटाली बेल्जियम नेदरल्यान्ड्स अनि लक्जमबर्ग रहेको थियो र हालसम्म चाहिँ 27वटा मुलुकहरू चाहिँ इयुको सदस्यहरू रहेको छ यसको साझा मुद्रा भनेको चाहिँ युरो रहेको छ सबैले यही युरो नै कारोबार गर्न चाहन्छन् र युरो मूल नै अब यहाँको चाहिँ सबैको साझा मुद्राको रूपमा अथवा करेन्सीको रूपमा रहेको छ किनकि अब युरो सबै ठाउँ अब चल्ने पनि भयो अनि अब यहाँ कतिपय मुलुकहरूले युरोलाई एक्सेप्ट गरेका छैनन् एक्सेप्ट नगरे तापनि अब युरोकै हिसाबबाट कारोबारहरू गर्दा रहेछन् किनकि अब रोमानियामा युरो चल्दैन यहाँ एक्सचेन्ज गर्नुपर्ने हुन्छ तर नचले तापनि तर युरोकै हिसाबबाट युरो नै कारोबार नभए तापनि युरोकै हिसाबबाट सबै कामहरू हुन्छ यहाँ किनकि अब यहाँ भनेको लिउ अथवा रोनहरू चल्छ तर 1 रोन अथवा 1 लिउ बराबर भनेको 1 युरो बराबर भनेको 5 रोन अथवा 5 लिउ हुन्छ अनि त्यसमा चाहिँ अब जस्तो रिचार्ज गर्नु पर्यो जस्तो शपिङहरू गर्नु पर्यो जे गर्नु पर्यो तापनि हिसाब चाहिँ युरोको हुन्छ तर पैसाको कारोबार भनेको चाहिँ लेउमा हुन्छ अनि जुन चाहिँ अब लेउ चाहिँ अब त्यो कन्भर्ट गरेर अनि त्यो पैसाहरूमा यहाँको लोकल पैसाहरूमा कन्भर्ट गरेर चलाउने गरिँदो रहेछ सो त्यो भएकाले गर्दाखेरि यहाँको अब मोबाइल रिचार्ज गर्दाखेरि पनि लेउ नै तिर्ने हो तर युरो भनेर भन्छ जस्तो 5 युरो 3 युरो अनि 10 युरो अनि कस्तो अब त्यस्तै 6 युरो त्यस्तै अब आएको हुन्छ जस्तो अब मोबाइलमा मेसेजहरू आउने पनि त्यही नै हो त्यही किसिमबाट नै आउने जाने गर्दछ त्यो हिसाबले गर्दाखेरि यही युरो नै तपाईको साझा मुद्राको रूपमा रहेको छ युरोपेली मुलुकहरूमा कुन मुलुकहरू रहेका छन् त र यसमा चाहिँ कुन देशहरू आबद्ध रहेका छन् त त्यसको बारेमा जानकारीहरू लिनुपर्दा 1 नम्बरमा रहेको छ अस्ट्रिया चाहिँ युरोपियन युनियनको चाहिँ सदस्य राष्ट्र हो बेल्जियम बुल्गेरिया क्रोएसिया साइप्रस चेक गणतन्त्र डेनमार्क इस्टोनिया फिनल्यान्ड फ्रान्स जर्मन ग्रिस हंगेरी आयरल्यान्ड इटली लाटभिया लिथुएनिया लक्जमबर्ग माल्टा नेदरल्यान्ड्स पोल्यान्ड अनि पोर्चुगल रोमानिया स्लोभेनिया स्पेन स्विडेन आदि मुलुकहरू चाहिँ युरोपियन युनियनमा रहेको छन् र त्यहाँदेखि बाहेक अब बेलायत चाहिँ युको सदस्यबाट चाहिँ 2020 ब्रेक्जिट प्रक्रियाबाट बाहिरिएको थियो किनकि बेलायत पनि पहिला युकै मेम्बरहरू मुलुकहरू थियो र पनि अब बेलायत चाहिँ अहिले बाहिर गइसकेको छ सो त्यो भएकाले गर्दाखेरि तपाईहरुलाई मैले यो जानकारीहरू दिएँ र युरोपियन युनियन भनेको चाहिँ एउटा शक्तिशाली राष्ट्रको रूपमा एउटा राष्ट्र भन्दाखेरि पनि एउटा व्यक्तिको राष्ट्र भन्दाखेरि पनि एउटा कम्युनिटी एउटा राम्रो एउटा कम्युनिटी गाइडलाइन्सहरू भएको एउटा मुलुकहरूको रूपमा
युरोपियन युनियनलाई लिन सकिन्छ। यहाँ यिनीहरूको चाहिँ अब साझा मुद्राहरू, साझा हितैषीहरू, साझा नीतिहरू रहेका छन् र युरोपियन युनियनको पनि अब त्यहाँ अब सदस्यहरू हुन्छ, सांसदहरू हुन्छ र उनीहरूको पनि अध्यक्षहरू हुन्छ। अनि त्यो भएका चाहिँ अब जति पनि कामहरू गर्नुपर्ने हुन्छ युरोपियन युनियनको अध्यक्षहरूले अनि कामहरू गरेका हुन्छन्। सो त्यो भएर कारणले हरेक देशको नागरिकहरूबाट त्यहाँ उम्मेदवारहरू लिएको हुन्छ र त्यहाँबाट चाहिँ उम्मेदवारबाट नै अनि फेरि प्रक्रियागत रूपबाट चाहिँ युयुको चाहिँ अनि अब अध्यक्षहरू हुने गर्दछन् र तिनीहरूले नि अब सबै कामहरू साझा रूपमा गर्ने कामहरू गर्दछन्। सो हाम्रो अब सार्क जस्तै युरोपियन युनियन, तर अब सार्कमा चाहिँ अब त्यस्तो यताउता केही पनि गर्न सकिएको छैन, किनकि भारत र पाकिस्तानको जो वारको कारणले गर्दाखेरि चाहिँ एकदम तिक्तता चाहिँ छाइराखेको छ। सो नियमित बैठकहरू पनि नहुने र नियमित साझा धारणाहरू पनि नहुने, त्यस्तो किसिमको चाहिँ एउटा द्वन्द्व चाहिँ चलिराखेको छ र जसको असर चाहिँ अब प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा सम्पूर्ण सबैलाई, जस्तो अब नेपाललाई मात्र नभएर सम्पूर्ण मुलुकलाई अब असर चाहिँ परिराखेको छ। सो साझा धारणा र साझा मुद्दाहरूमा एक हुन सक्यो भने मानव विकासको लागि राम्रो काम नै गर्न सकिन्छ भन्ने नै हो। सो यो भिडियो चाहिँ तपाईँलाई म राखेँ, अर्को भिडियोमा भेटौँला। धन्यवाद।